कहाँबाट आउनु भएको गाडी बढाएन हेर्नुस् पहिला तपाईँ कहाँबाट आउनु पहिला मलाई गाडी चलिरहेछ गाडी चलाएको छैन माथि गाडी लगाएको 12 घण्टामा बढेको मलाई थाहा छैन म यो जिल्लाको डिएसपी हो अनि कहाँबाट हाल्यो यो यहीबाट भक्कर कहाँबाट हाल्यो किन हाल्यो त बाटो बनाउने मान्छे बाटो बनाउने कतिवटा गाडी रोक्यो हेर्नुस् उसको गाडी बनाउनु हेर्नुस् डोरी खोलेन डोरी तान्ने यो गाडी साइड लगाऊ हैन मैले राम्रोसँग रिक्वेस्ट गरेको छु गाडी म त मिलाउँछु मैले जाने छु तपाईको हेर्नुस् है मैले गएर थुन्छु है तपाईलाई यस्तै गर्नुभयो भने भनेको मान्नुस् मैले तपाईलाई एकदम राम्रो रिक्वेस्ट गरिरहेको छु पोलाइटली बोलिरहेको छु मैले एकदम पोलाइटली बोलिरहेको छु यत्रो मान्छे जाममा बसिरहेको छ तपाईलाई हतार तपाईलाई गाह्रो यत्रो गाडी छैन जाममा कति दिनदेखि बसेको छ हेर्नुस् काम सार्वजनिक बसमा बसेर ठुलो खाइरहनु हेर्नुहोस् त यही हो तपाईँको तरिका सार्वजनिक बस होइन ल भन्नुहोस् त मजाले आउनुहोस् तपाईँ काज घन्टा आधी घन्टा के भयो जाम हो तपाईँहरूको कारणले दुःख पाइरहेको छ क्या पेसेन्जरले उहाँलाई कागजपत्र ल्याउनुहोस् त ल्याउनुहोस् त कागजपत्र ल्याउनुहोस् त कागजपत्र दिनुहोस् न मैले तपाईँलाई एकदम पोलाइटली रिक्वेस्ट गरिरहेको छु है भोलि मलाई मुद्दा चलाउनु पर्ने ठुलो गाडी त रोक्छ त हजुर रोक्दैन ऊ बाटोमा आएको गाडी आफ्नो साइडमा आएको रोकिहाल्छ त आफ्नो साइडमा आएको छोडिदिनु सकेसम्म प्रहरी 24 घण्टा खटिएर तपाईहरुको सेवा नागरिकको सेवामा खटिएर प्रहरीले सेवा दिएकै छ अब बाटोको धरातलकै अवस्थाका कारणले रोकिनुपर्ने अवस्थामा त हामीले केही गर्न नसक्ने अवस्था हुन्छ अत्यन्त जोखिमपूर्ण अवस्था चुनौतीपूर्ण अवस्था र अत्यन्त स्वास्थ्यका हिसाबले अत्यन्त जटिल परिस्थिति सिर्जना भयो भने तत्कालै जहाँ हुनुहुन्छ त्यहीबाट प्रहरीलाई खबर गर्नुस् हामी उद्धार गर्न 24 घण्टा प्रहरी तत्पर छ अब हामीले गर्न सक्ने समयको बाटोमा रहनुभएका यात्रुहरूलाई गर्न सक्ने समयको सम्पूर्ण प्रकारको सहयोग हामी गरिरहेका छौं गर्छौं रेस्क्यु गर्नेदेखि लिएर त्यस्तो खालको अवस्था त नआओस् भन्ने कामना गर्छौं तर पनि जटिल परिस्थितिमा प्रहरी 24 घण्टा तपाईहरुको साथमा छ भनेर पनि मैले अनुरोध गर्न चाहे। जस्तै बसहरु र ट्रकहरुमा भिन्नता छुटायो प्रहरीले भन्छन् के जस्तै डाइभर्सन भएको ठाउँसम्म जान दिइरहेको छ भन्छन् हैन ठुलठुला बसहरु तर ट्रकहरुलाई चाहिँ काउसेतीबाटै उतैबाट रोकिरहेका छन् भन्छन् किन भिन्नता गर्नुभएको छ यो चाहिँ खास अनि यस्तो त्यो सुरक्षाको हिसाबले पनि हो यात्रुवाहक बसहरुमा धेरै प्यासेन्जरहरु हुन्छ ट्रकको भनेको चालक र सहचालक मात्रै हुन्छन् उहाँहरुको सुरक्षा उहाँहरुको जोखिम अब व्यक्तिहरु फस्नु तत्कालै व्यक्तिहरु घाइते हुन सक्नुहुन्छ उहाँहरुलाई कुनै समस्या आइपर्न सक्छ स्वास्थ्यसँग सम्बन्धित चाहिँ समस्याहरु आइपर्न सक्छ त्यसकारणले हामीले प्रायोरिटी पनि त्यही हो जहाँ पनि त्यही हुन्छ यो ट्रान्सपोर्टेसनमा सबैभन्दा पहिले चाहिँ मान्छेलाई नै पहिलो प्राथमिकता दिन्छ। अब यो कहिलेसम्म खुल्ला के छ जनताहरु अन्वेलमै छन् कसरी यात्रा गर्ने के हेरेर यात्रा गर्ने जनताहरु हिँड्दाखेरि नोटिसहरु राखिराखेका हुन्छौं सवारी सुचारु भएको नभएको कुराहरु राखिराखेका हुन्छौं अब बाटो कहिले बन्ने भन्ने एक्ज्याक्ट हामीले भन्ने कुरा भएन यो त बाटो बनाउने नियामक निकाय बाटो बनाउने निकाय चाहिँ अर्कै हो हामी बाटो चल्यो भने सहज रूपमा सवारी साधन सञ्चालन गर्ने निकाय हो त्यसकारणले सडक कहिले बन्छ ठ्याक्कै यति मिति तोकेर दिन तोकेर भन्न सक्ने अवस्था चाहिँ
छैन अहिले हाम्रो। आशा गरौँ अब अरू निकायहरू पनि लागिरहनु भएको छ, चाँडै नै सम्भव होला, तर यो बर्खाभन्दा अगाडि होला जस्तो मलाई चाहिँ लाग्दैन व्यक्तिगत रूपमा। गाह्रो छ। यो पनि एउटा नोटिस निकालेका छौँ, सकेसम्म यो बाटो प्रयोग नगर्नु होला, वैकल्पिक बाटोहरू प्रयोग गर्नु होला। बुटोलबाट पाल्पाको बाटो हुँदै पोखरा हुँदै काठमाडौँ जाने र पूर्वतिर जाने अथवा पश्चिमतिर जानेहरूले पनि त्यही रुट प्रयोग गर्नुहोस् अथवा कालीगण्डकी कोरिडोरबाट जानुहोस् भनेका छौँ। यहाँ अब बाटो कतिखेर पानी पर्छ, कतिखेर डाइभर्सन बगाउँछ, कतिखेर पहिरो जान्छ भन्नेको कुनै छैन, अनुमानै लाउन नसक्ने अवस्था छ। अनि कति समयसम्म त्यो निस्किँदैन भन्ने पनि अनुमान लाउन नसक्ने अवस्था छ। एक ठाउँमा तपाईँको तल डुम्कीवासदेखि दाउन्नेसम्मको एरियामा 5-7 ठाउँ वान वे भएको छ। त्यो सडक निर्माणका क्रममा कलवर्ट बनाउने क्रममा एक ठाउँमा खोलेर 5-7 ठाउँमा वान वे नै भएको छ। त्यो वान वेमा एउटा गाडी गरेर बिग्रियो भने त्यसपछि त्यो ननिकाल्नु अरू सवारी साधन चल्न सक्ने अवस्थै छैन। त्यस कारणले पनि हामीले माथिको बाटो क्लियर नहुने मालवाहक सवारी साधनहरूलाई र यो क्षेत्र भएर गुड्ने गाडीहरूलाई रोकेका छौँ। हामीले यात्रुहरूको सहजताका लागि हामीले बजार जन्य स्थलहरूमा हामीले अहिले भर्खरै पनि हाम्रो फलफुल चोकमा पनि गाडी रोकेका छौँ, डन्डामा, खोलामा, चोरमारामा, यी लगायत सबै ठाउँहरूमा गाडीहरू रोकेका छौँ। त्यो के भने कम्तीमा सडकमा अडिएर दुःख पाउने कुरा चाहिँ एउटा कुरा हो। अनि खाने बस्ने र शौचालय इत्यादि कामका लागि पनि ठाउँ नपाउने स्थान हुन सक्ने भएर हामीले बजारकै एरियामा रोकिरहेका छौँ। माथि गाडी चल्ने अवस्था भयो भने हामी तत्कालै अगाडिपट्टिबाट आएका गाडीहरूलाई हामीले मजाले क्रस गराउँछौँ। यताबाट जान सक्ने अवस्था भयो भने गाडी चलिहाल्छ। अहिलेलाई चाहिँ तत्कालै कतिखेर बन्द हुने, 5 मिनट चल्ने, फेरि 10 मिनट बन्द हुने, आधी घन्टा बन्द हुने, त्यसपछि फेरि 10 मिनट चल्ने, यस्तो अवस्था छ। त्यस कारणले गर्दा यो बाटो भएर यात्रा सकेसम्म नगर्नु अनुरोध गर्छौँ हामी। तपाईँले ठाउँ ठाउँमा रोक्नु भएको छ, गैराकोटदेखि दाउन्नेसम्म ठाउँ ठाउँमा रोक्नु भएको छ। तर कोही व्यक्तिहरू सोचफोर्सको आधारमा प्रहरीलाई भनेर अघि हुर्किरहेका छन् नि। छैन, त्यो अब बाटो भयो भने के नि हो त्यो भन्ने कुरा मात्रै हो। त्यो प्रहरीलाई भनेर प्रहरीलाई सोर्स लगाएर बाटो बन्ने होइन। त्यहाँ अब जाने बाटो भए त सबै गइहाल्छ नि त। त्यहाँ कोही पनि एउटा गाडी चढ्ने ठाउँमा अर्को गाडी पनि चढिहाल्छ। त्यस कारणले यो सोर्स फोर्स लाउने मान्छेलाई भन्ने कुरा चाहिँ छैन त्यहाँ। किनभने बाटो भएदेखि त सबै जान्छन् त्यहाँ। हामीले कसैलाई नजा त कसैलाई जा भन्न सक्ने अवस्थै छैन त्यहाँ। बाटो सवारी चल्यो भने, गाडी गुड्यो भने सबै मान्छे जान्छन्, होइन भने फोर्स लगाएर अथवा भनेर भन्छुनका आधारमा जान सक्ने भन्ने अवस्थै छैन। त्यो माथि दाउन्नेको बाटोबाट क्लियर भएर सवारी चल्दाखेरि हामीले होङ्सीको गेटबाट सर्दीको गाउँ हुँदै बाटो दुम्कीवास निकालेर त्यहाँबाट चलिराखेका थियो साना सवारी साधनहरू र यात्रुवाहक बसहरू। अब अहिले माथि दाउन्नेमै समस्या आइसकेपछि त्यो वैकल्पिक बाटो पनि प्रयोगमा आएको छैन। किनभने माथि गएर रोकिनुभन्दा तलतिर नै रोकेर अलिक क्लियर भइसकेपछि मात्रै पठाउने भनेर हामीले रोकिराखेका छौँ। अहिले त्यो बाटो पनि प्रयोग भएको छैन। तपाईँ आफै निरीक्षणमा निक्लिनु भएको छ त्यो ठाउँमा? तपाईँ आफै निरीक्षणमा निक्लिनु भएको छ त्यो ठाउँ? सबै गएको छौँ। एसपी साहब जानु भएको छ, सिडिओ साहब जानु भएको छ, हामी गएको छौँ, सबै गएको छौँ त्यहाँ। त हामी त अहिले दिनभरिमा लगभग नेपाल प्रहरी र जनपदतर्फको र ट्राफिक गरेर लगभग 100 जनाभन्दा बेसी प्रहरीहरू दैनिक खटिराखेका हुन्छ त्यहाँ। वैकल्पिक बाटो कालीगण्डकी कोरिडोरको बाटो होस् या चितवन हुँदै पाल्पा पोखरा हुँदै जानु यात्रुहरूले चाहिँ जनताहरू ठगिरहेका छन् भन्ने एउटा गुनासो आएको छ। तेरबल भाडा लिएर यात्रुहरूलाई ठगिराखन् भन्ने गुनासो आएको छ कि तपाईँ भएको ठाउँमा यो गुनासो आइपुगेको छ कि छैन सर? छैन, तपाईँले भनेर मात्र थाहा पाएँ। किनभने यतातिरबाट गाडी नगुड्या भएर होला। अस्ति त्यो सर्दीको बाटोबाट ल्याउँदाखेरि 1-2टा गाडीले 100 रुपियाँ बढी लियो भनेर हामीलाई कम्प्लेन आएपछि हामीले यहाँ रोकेर राखेर कारबाही गरेर फिर्ता गरेर पनि पठाएको छौँ हामीलाई आउने जानकारी। अब यो चाहिँ डाइभर्ट गर्ने बाटोहरू चाहिँ हाम्रो क्षेत्रबाट नभएर हाम्रोभन्दा परका जिल्लाहरू, छिमेकी जिल्लाहरू जस्तो पोखरातिरबाट जानु पर्यो भने चितवनबाट, मोगलिङबाट तनहुँ हुँदै जाने, त्यसै गरी बुटोल भने अब रूपन्देही हुँदै जाने भएको कारणले अब ती तपाईँले भन्नुभयो हामीले नोटिसमा राख्यौँ र ती क्षेत्रहरूमा पनि ती ठाउँहरूका प्रहरीलाई पनि हामीले अनुरोध गरेर यस्तो खालको गुनासोहरू आइरहेको छ, त्यसलाई मोनिटर गर्नु, त्यस्तो देखियो भने कानुनी कारबाही गर्नु भनेर हामी यहाँबाट अब मेसेज फ्लो गर्छौँ। अब यो कहिलेसम्म खुल्ला के छ? जनताहरू अन्वेलमै छन्, कसरी यात्रा गर्ने, के हेरेर यात्रा गर्ने जनताहरू हिँड्दाखेरि? नोटिसहरू राखिराखेका हुन्छौँ, सवारी सुचारू भएको नभएको कुराहरू राखिराखेका हुन्छौँ। अब बाटो कहिले बन्ने भन्ने एक्ज्याक्ट हामीले भन्ने कुरा भएन। यो त बाटो बनाउने नियामक निकाय, बाटो बनाउने निकाय चाहिँ अर्कै भयो। हामी बाटो चल्यो भने सहज रूपमा सवारी साधन सञ्चालन गर्ने निकाय हो। त्यस कारणले सडक कहिले बन्छ ठ्याक्कै यति मिति तोकेर दिन तोकेर भन्न सक्ने अवस्था चाहिँ छैन अहिले हाम्रो। आशा गरौँ अब अरू निकायहरू पनि लागिरहनु भएको छ, चाँडै नै सम्भव होला, तर यो बर्खाभन्दा अगाडि होला जस्तो मलाई चाहिँ लाग्दैन व्यक्तिगत रूपमा। गाह्रो छ, हिँड्न आउजाज गर्न गाह्रो छ, एकदम गाह्रो छ। किनभने स्लिपरी रोड छ, त्यहाँको एकदम चिप्लो सडक छ। अनि 1-2टा गाडी गइसकेपछि त्यो चिप्लो सडक कमजोर धरातललाई
माटोले त्यो सडकले काट्ने टायरले खियाउने गर्दै जाँदा त्यसपछि फेरि अरू थपेर 2-4वटा गाडी जाने बित्तिकै फेरि त्यसपछि अर्को गाडी नगएर त्यसलाई फेरि सम्याउनु पर्ने त्यसलाई फेरि बनाउनु पर्ने त्यस्तो खालको अवस्था भयो भएर त्यो कमजोर धरातलको ठाउँ चुरेको क्षेत्र हो। त्यस कारणले गर्दा लगातार गाडी गुड्न नसकेको कारण चाहिँ त्यो पनि हो त्यहाँ चाहिँ। जस्तै बसहरू र ट्रकहरूमा भिन्नता छुट्यायो प्रहरीले भन्छन् क्या, जस्तै डाइभर्सन भएको ठाउँसम्म जान दिइरहेको छ भन्छन् होइन ठुल्ठुला बसहरू, तर ट्रकहरूलाई चाहिँ काउसेतीबाटै उतैबाट रोकिरहेका छन् भन्छन्। किन भिन्नता गर्नुभएको सर यो चाहिँ खास? यस्तो हो, त्यो सुरक्षाको हिसाबले पनि हो। यात्रुवाहक बसहरूमा धेरै प्यासेन्जरहरू हुन्छ, ट्रकको भनेको चालक र सहचालक मात्रै हुन्छन्। उहाँहरूको सुरक्षा उहाँहरूको जोखिम अब व्यक्तिहरू फस्नु तत्कालै व्यक्तिहरू घाइते हुन सक्नुहुन्छ, उहाँहरूलाई कुनै समस्या आइपर्न सक्छ, स्वास्थ्यसँग सम्बन्धित चाहिँ समस्याहरू आइपर्न सक्छ। त्यस कारणले हामीले प्रायोरिटी पनि त्यही हो, जहाँ पनि त्यही हुन्छ। यो ट्रान्सपोर्टेसनमा सबैभन्दा पहिले चाहिँ मान्छेलाई नै पहिलो प्राथमिकता दिइन्छ। यात्रुवाहक बसहरू, यात्रुवाहक सवारी साधनहरू, त्योभन्दा पनि अगाडि अझै इमर्जेन्सी भेहिकलहरू जस्तो एम्बुलेन्सहरू आयो भने तिनीहरूलाई प्रायोरिटी दिने, त्यो जहाँ पनि हुन्छ। माल सामानका गाडी त एकछिन रोकिँदा पनि केही हुँदैन, 1-2 घन्टा रोकिँदा पनि केही हुँदैन, तर यात्रुवाहक बसहरू रोकिँदाखेरि त्यहाँ आउने बालबच्चाहरू लिएर आएका हुन्छन्, बिरामीहरू हुन्छन्, त्यस कारणले प्रायोरिटी तिनीहरूलाई नै हुन्छ। त्यो त सर्वमान्य सिद्धान्तै हो। अन्तमा यो सडक भएर यात्रा गर्दै हुनुहुन्छ भने जिल्ला प्रहरी कार्यालय नवलपुरको तर्फबाट के भन्न चाहनुहुन्छ? बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्, अत्यावश्यक बाहेक यो क्षेत्रबाट यात्रा नगर्नुहोस्। किनभने दाउन्नेको सडक कतिखेर बन्द हुन्छ भनेर भन्नै नसकिने अवस्था छ, कतिखेर खुल्छ पनि भन्न सकिँदैन, कतिवटा गाडी कट्छ पनि भन्न सकिँदैन। पाल्पाको तटीय क्षेत्रमा पाल्पाको क्षेत्रमा चाहिँ पानी परेको हामीलाई जानकारी नभइकन पनि त्यत्तिकै पनि बाढी आइराखेको हुन्छ। त्यस कारणले गर्दाखेरि अब बर्खाको सिजन छ, मौसम जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि अधिकतरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ। त्यस कारणले यो क्षेत्र भएर सकेसम्म वैकल्पिक बाटोहरू प्रयोग गर्नुहोस्। अत्यन्त यही बाटो नै प्रयोग गर्नुपर्ने अवस्था भयो भने पनि हेरेर बाटोको अवस्था बुझेर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर 100 नम्बर डायल गरेर के छ बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्नु अनुरोध गर्छु। बिरामी बालबच्चाहरू लिएर हिँड्दै हुनुहुन्छ भने सकेसम्म यो बाटो प्रयोग नगर्नुहोस्, अर्को वैकल्पिक बाटोहरू प्रयोग गर्नुहोस् भनेर हामी अनुरोध गर्छौँ। प्रयोग गर्नै परे कतिमा सम्पर्क गर्ने? अब प्रयोग गर्नै परे भन्दा पनि अब जानुपर्ने काठमाडौँ जानुपर्ने मान्छेलाई 10 घन्टा 5 घन्टा दाउन्नेमा भुल्नुभन्दा त अर्को वैकल्पिक बाटो प्रयोग गर्न उपयुक्त हुन्छ। त्यस कारणले खुलेर क्लियर भएको जानकारी नहुँदैसम्म प्रयोग नगर्न नै अनुरोध गर्छौँ। हामीले एउटा नोटिस पनि राखिसकेका छौँ। नेपाल प्रहरीको फेसबुक पेजदेखि लिएर सम्पूर्ण हाम्रो जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज अरू पत्रकार साथीहरूलाई पनि दिएका छौँ। सकेसम्म वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गर्छौँ र गर्नै पर्यो भने त अब सकेसम्म प्रहरी 24 घन्टा खटिएर तपाईँहरूको सेवामा नागरिकको सेवामा खटिएर प्रहरीले सेवा दिएकै छ। अब बाटोको धरातलकै अवस्थाका कारणले रोकिनुपर्ने अवस्थामा त हामीले केही गर्न नसक्ने अवस्था हुन्छ। अत्यन्त जोखिमपूर्ण अवस्था, चुनौतीपूर्ण अवस्था र अत्यन्त स्वास्थ्यका हिसाबले अत्यन्त जटिल परिस्थिति सिर्जना भयो भने तत्कालै जहाँ हुनुहुन्छ त्यहीँबाट प्रहरीलाई खबर गर्नुहोस्, हामी उद्धार गर्न 24 घन्टा प्रहरी तत्पर छ। अब हामीले गर्न सक्ने समयको बाटोमा रहनुभएका यात्रुहरूलाई गर्न सक्ने समयको सम्पूर्ण प्रकारको सहयोग हामी गरिरहेका गर्छौँ। रेस्क्यु गर्नेदेखि लिएर त्यस्तो खालको अवस्था त नआओस् भन्ने कामना गर्छौँ, तर पनि जटिल परिस्थितिमा प्रहरी 24 घन्टा तपाईँहरूको साथमा छ भनेर पनि मैले अनुरोध गर्न चाहेँ। अब त्यहाँबाट अरुण खोला क्रस भएर जङ्गलमा चोरमारासम्म पनि अलिकति जाम नै छ। यहीँ देखिहाल्नु हाम्रो काउसदी बजारमा फलफुल चोकमा 3 लाइन जाम भएर बसेको छ 1 लेनको। त्यो गर्दा ठ्याक्कै यति किलोमिटर भन्नुभन्दा पनि धेरैभन्दा धेरै सवारी साधनहरू रोकिनु भएको छ, किनभने माथि क्रस चाहिँ भएको छैन। अब पूर्व पश्चिम महेन्द्र राजमार्गमा दिनमा पनि तपाईँको 10,000 15,000 भन्दा बढी गाडीहरू गुड्ने अवस्थामा वैकल्पिक बाटो प्रयोग गर्दै गर्दा पनि 2-4 हजार गाडीहरू यतातिरबाट आउँदै र तिनीहरू रोकिँदै गर्दा अब कट्ने छैन, आउने मात्रै छ, थपिने मात्रै भएको हिसाबले जामको अवस्था चाहिँ छ। ठ्याक्कै किलोमिटर यतिमै भन्न चाहिँ त सकिएन, तर जाम चाहिँ लामो नै छ। जस्ट 15 देखि 18 किलोमिटरको सम्मको जाम छ। यतातिर चाहिँ दुवैतिर गरेर होला त्यति जति, तर 65 किलोमिटर भने होइन। 65 त अब नाप्नेले कसरी नाप्नु भएको छ त्यो उहाँहरूले कुनै अध्ययन गर्नुभयो होला नाप्नेले। 65 किलोमिटर होइन भनेर पनि मैले भन्दिनँ, दुवैतिरको जोड्दाखेरि त्यति हुन पनि सक्छ। अब उतापट्टि पश्चिम नवलपरासीमा कतिको लामो जाम छ भन्ने कुरा त अहिले मैले यहाँबाट हेरेको पनि छैन, मैले देखाएको पनि छैन। हाम्रो एरियामा चाहिँ मैले तपाईँलाई भने होङसी गेटबाट अरुण खोलामा बजारमा अलिकति खाली छ, त्यसपछि आएर चोरमारा अनि हाम्रो यहीँ काउसदीमा अलिकति रोकिएको छ, बेलडियामा पनि रोकिएको छ, गाडीहरू रोकिएको चाहिँ छन्। हस्, धन्यवाद। हस्, धन्यवाद।